हेलो 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 घण्टाको कुराएपछि बल्ल जाने। ओ यो त मेरो बुढीको नाम जस्तो रहेछ नि। ल हामी पनि गाडी हेर्न गाडीमा जाँदैछ। गाडीमा जाँदै। ल हामी चाहिँ ल्यान्ड क्रुजर भित्र 100, 1000, 2000, लाख, 10 लाख, करोड, 5 करोड 39 लाख। स्पेसली हामी चाहिँ यही गाडीको लागि आएको हो हैन। यो चाहिँ सबैभन्दा दामी नै हो कि यसको। यो कति वर्ष पुरानो बाइक हो यो? यो नयाँ हो सर। हैन भन्नाले यो कम्पनी हजुर सर घरमा साडेको हुन्छ। यो धारिलो हतियार के को लागि? गाउँको निकाल्नु हुँदैछ। हेलो 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 एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल आफ्टर लङ टाइम हैन। आज चाहिँ हामी कहीँ जाँदैछौँ जहाँ चाहिँ गाडीको उयो लाग्दैछ। सो हेलो 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 गाइस, नमस्ते सबैजनाहरुलाई हाम्रो नयाँ भ्लगमा गाइस। हेलो 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 के हुँदैछ यहाँ? यस गेम खेल्दै। क्रिटोस आज चाहिँ कहाँ जाने? आज चाहिँ हामी जाँदैछौँ वडा अटो सोमा। हामी भेनाराममा जाँदैछौँ कार सो। अब के हुन्छ हामी चाहिँ अलिक कार लभरहरू हो सबै हैन। किन्न सक्ने नसक्ने आफ्नो ठाउँ छ। एक्सपिरियन्सको लागि भने पनि हामी 4 दिनको लागि चाहिँ, जुन 4 दिन कि 5 दिनको लागि चाहिँ त्यो लाग्दैछ कि नाडा अटो सो। त्यसको लागि चाहिँ हामी भिजिट गर्न जाँदैछौँ त्यहाँको स्टलहरू हैन। A few moments later. लगभग 1 घण्टाको कुराएपछि बल्ल जाने तयारी हुँदैछ हाम्रो। म चाहिँ अलिक छिटै आइपुगेँ किनकि एक्साइटेड धेरै भयो होला म त्यसको लागि पनि। हेलो हेलो वेलकम टु माई भ्लग अगेन। वेलकम टु माई भ्लग अगेन। यहाँ चाहिँ म एउटा देखाउनु मन लाग्यो। एउटा के देखाउनु मन लाग्यो भने यसको नाम के रे? ए वाटर लिली। ओ यो त मेरो बुढीको नाम जस्तो रहेछ नि हैन। लोटस होइन, इट्स नट लोटस। दिस इज वाटर लिली यो चाहिँ अब गाइस। हाम्रो माछा चाहिँ यहाँ टन्नै छ फेरि। अब एउटा दुईटा माछा त खाना हुने भइसक्यो, चकचकै छ फेरि। यहाँ टर्टल थियो यार, कहाँको टर्टल त जहिले नै हो, ढुङ्गाको तल मात्र बस्छ। देखियो भने यसो हेर्नु है। हाम्रो यहाँ यस्तो छ। अब यहाँ अहिले फाउन्टेन चलेको छैन। अब चाहिँ बल्ल जाने टाइम आयो जस्तो छ। अब म चाहिँ रेडी हुनुभयो बल्ल। हामी चाहिँ अब गाडी हेर्न गइन्छ। गाडी अब हामी इलेक्ट्रिक, पेट्रोल, डिजल हैन, चाइनिज सबैभन्दा बढी त चाइनिज छ होला है त्यहाँ। चाइनिज इभीमा चाइनिज छ एकदम धेरै। त्यहाँ जाँदैछौँ। अब यहाँ इन्डियन, अब नेपालमा बनेको क्रेटा पनि छ। म त यतै पो जानु लागेको ल हामी पनि गाडी हेर्न गाडीमा जाँदैछौँ। गाडीमा जाँदैछौँ। ल हामी चाहिँ बुद्ध चोक आइपुग्यौँ। कैसा लगा मेरा मजाक? घले चोक आइपुग्यो। सरी टङ स्लिप। थाहा छ घले चोक होइन, तर मिस्टेक बोले गल्तीले मिस्टेक हुन्छ। हामी चाहिँ अब सिधै कालिका चोक भएर सिधै अमरसिंह निस्किने रुटमा छौँ, प्लानमा छ। अब किनभने यता बाटो पिच गरिरहेको भएर कतातिर बाटो ठिक छ, कता बाटो ठिक छैन, त्यो चाहिँ अब थाहा भएन कि। हामी चाहिँ एकदमै नजिकै छ हाम्रो अटो सोको। अब म चाहिँ कुन गाडीको तपाईँलाई एकदम रिभ्यू राम्रो के भन्छ अरे, गाडी चाहिँ कुन हेर्न मन लाग्छ तपाईँले त्यहाँ गएर? अब हेरौँ कुन छ।
कुन चाहिँ मलाई क्रेटा हेरौँ कि जस्तो छ क्रेटाको टिभीवाला भर्नु छ टिभी होइन मलाई नि त्यही एकदम सबैभन्दा बढी एक्साइटेड फर क्रेटा इभीको लागि हो होइन अरू त अब जति भने छ गाडी त्यहाँ वहीँ गएपछि थाहा होला हामीले अहिले बजारमा नगुडेको गाडी पनि त्यहाँ पक्कै छ 2-4वटा होइन तर त्योमध्येको एउटा भनेको चाहिँ क्रेटा इभी क्रेटा इभी पनि बजारमा त्यो अर्को डिपलको त्यो कन्भर्टेबलवाला छ अरे त्यो त बजारमा गुडिसकेको छ कन्भर्टेबल त्यो उस टाइपको के होइन के भन्छ अरे पछाडि भन्न खुल्ने पछाडि हुने हाइलक्स टाइपको त्यो त गुडिसकेको छ बजारमा हो मैले देखिसकेको छु त्यो चाहिँ गुडिसकेको छ तर त्यो पनि दामी हो गाडी अहिलेसम्म बजारमा गुडेको गाडीमध्ये तर क्रेटा चाहिँ छैन बजारमा गुडेको छैन यहीँ फर्स्ट टाइम उस हुँदैछ बुकिङ हुने होला छ पक्कै छ किनभने यत्रो सोमा त्यो गाडी चाहिँ जसै आउनुपर्छ नत्र भने हाम्रो प्रोग्राममा केही फितलो केही कमी चाहिँ हुन्छ त्यसले पक्कै पनि तर हामी चाहिँ एकदमै एक्साइटेड फर त्यही क्रेटाको लागि हो क्रेटा इभीको लागि ल यता नाडा सो उतातिर स्कुटर सो यामाहाको पो रहेछ ल हामी चाहिँ आइपुग्यौँ ल गण्डकी प्रोभिन्स नाडा प्रेजेन्स बडा अटो सो 2025 ल टिकट हो भित्र जानलाई ए कति रुपियाँ हो एकजनाको 100 दुईवटा ल एउटामा दुईवटा हुँदैन मिडिया पर्सनल मिडिया 200 ल 100 रुपियाँको दुईवटा टिकट पनि भएछ होइन मिडियालाई फ्री हो यो राजीव गुरुङ भ्लगमा आउँछ ल थ्याङ्क यू मिडियालाई चाहिँ फ्री रहेछ क्या मिडिया भन्नुपर्दो रहेछ फ्री होला जस्तै थियो ल हामी दुईजना हो के हो इन्फर्मेसन डेस्क मेरे दिल की ये दुआ है कभी दूर ना तू जाए तेरे बिना हो जीना वो दिन कभी ना आए मेरे दिल की ये दुआ है कभी दूर ना तू जाए तेरे बिना हो जीना वो दिन कभी ना आए टाटा रहेछ टाटा बाजे टाटा इभी ल्यान्ड क्रुजर ल हामी चाहिँ ल्यान्ड क्रुजरभित्र बस्दियौँ नि त एकचोटि ओहो ल यहाँभित्र त शीतलो रहेछ स्टार्ट गरौँ त स्टार्ट गर्छ न सनरुफ चाहिँ ओपन भयो यो चाहिँ अटो सोको सबैभन्दा महँगो गाडी चाहिँ यही होला जुन छ 1 10 100 1000 10,000 लाख 10 लाख करोड 5 यो हो नि त तपाईँले भनेको होइन यो हो यो हो कि यो चाहिँ तपाईँको यो पछाडि खुल्नेवाला हो कि त्यो उता स्लाइड हुने हो माथि अनि त्यहाँ चाहिँ कभर हुँदैन रहेछ त्यहाँ छ नि भित्रबाट चाहिँ लगाउनु सिसा सिसा छ सिसा चाहिँ भित्रबाट मुनरुफ भन्यो भने चाहिँ यस्तो मात्रै हुन्छ सनरुफ भन्यो भने चाहिँ पुरै खुल्छ त्यस्तो हो त्यसो भए यो सनरुफ मनरुफ दुइटै रहेछ यो आफै अटोमेटिक एडजस्ट हुँदो रहेछ कि म पनि सरिरहेको छु हजुर हजुर हो नि दुईटै साइडको चाहिँ अटो एडजस्ट हुन्छ यसमा चाहिँ सिट प्लस स्ट्रिङ पनि एडजस्ट हुन्छ कि बटन त खासै धेरै नरहेछ यसको त्यो अर्को जस्तै हो यसमा डिस्प्ले हो नि हाम्रो दिपालकोमा चाहिँ F07 प्लस F07 दुईटैमा त्यही छ त्यहाँ निस्किन्छ अगाडि हजुर अगाडि सिसामा कता हो अन अफ गर्नुपर्छ होइन ऊ चाहिँ अहिले चाहिँ हामीसँग यो कार्ड चाहिँ डिटेक्ट भएको छैन नि त कार्ड हुन्छ यसको त्यही भएको भएर चाहिँ अलि मोड चाहिँ यहाँ हुन्छ कि यहाँ डिस्प्ले गर्छ कि अनि डिस्प्ले देखिरहेको छ होला सायद देख्नु भएको छैन र मैले यहाँबाट त देखेको छु है के छ मैले त नि हजुर मैले तपाईँ त्यताबाट त देखिँदैन यहाँको सिद्ध भयो भने चाहिँ त्यहाँबाट पी छ अन्त यो गाडीमा टोटल कतिवटा छ क्यामेरा
चाहिँ यसो छ 360 क्यामेरा भयो, फ्रन्टमा भयो, साइडमा भयो अनि प्लस यो इन्टेरियर गरेर 5वटा क्यामेरा छ। 5वटा रहेछ एसओएस पनि रहेछ। क्यामेरा क्वालिटी चाहिँ एकदम अब्बा छ। अनि यसको उयो खोइ त नि गियरहरू गियर साइडमा छ सबै। ब्याक गियर ब्याक गियर सबै तपाईँको त्यहीँबाट हुन्छ। ड्राइभ रिभर्स न्युट्रल ड्राइभ पार्किङ गर्नुपर्छ त्यसमा क्लिक गरेपछि बटन पनि थोरै रहेछ हैन। बटन थोरै छ। अब यहाँ यसमा अगाडि बस्नुलाई त हो ठाउँ हेर्नु न, मजाले छ। अब सुत्न मिल्दो रहेछ। मजाले छ। यस्तो छ मेरो पोजिसन, सुत्न चाहिँ मजाले मिल्छ यहाँ। अब यसको स्पिकर यहाँ रहेछ। सनसेट हेबाट ओपन गर्न अफ गर्न सबै स्क्रिनबाटै भयो। यो स्क्रिनबाट हो। हजुर यो बन्द भयो हैन। यो बन्द भयो। अब तपाईँले यता प्यानोरामिक मुनरुफ साइजको यसले कति दिन्छ रेन्ज? रेन्ज 566। यसको कति छ रे? WLP के भन्ने WLT पनि 566। यसको पैसा कति छ? यसको चाहिँ हाम्रो प्राइस भनेको 1 करोड 4 लाख हो, तर अहिले चाहिँ हाम्रो वार्डमा 4 लाख हटाएर 1 मा मात्रै जाएको छ। 1 करोडमा अहिले यहाँ चाहिँ आयो, यहाँ बुकिङ गर्यो भने 1 करोडमा आयो। हजुर एकदम। भित्रको कलर अप्सन के छ? भित्रको यो बाइक अब ओरेन्ज हुन्छ इन्टेरियर। यो चाहिँ यो पनि राम्रो लाग्यो यसको, राख्नु त फोन बाइचान्स फोन यो वायरलेस चार्ज रहेछ, यो चार्ज भयो हैन। चार्ज आइफोनहरू त बढी तातिन्छ नि त, हिट धेरै भयो भने यहाँबाट। यो साइड चाहिँ यता राख्न सक्यो। त्यो स्पेसी पनि यहाँ चिसो पनि आउँदो रहेछ नि। आइसक्यो जस हावा आउँछ यहाँबाट। एसी यो फिचर्स पनि दामी होला। ल यो बटन अहिले गाडी लक छ, अब अनलक गरेपछि मान्छे नि पछाडि अटोमेटिक ढोका नि खुल्यो अनि झर्न पनि सजिलो। ल म पनि त्यही गर्छु। यो हो ल, यो म पनि पछाडि गएँ। यो ढोका आफै बाहिर त जाँदैन रहेछ, धर्नु पर्दो रहेछ। ल यो गाडीमा फिचर्स छ यार, दामी छ। ल आयो बल्ल यहाँ क्रेटा भेन्यू आयो। क्रेटा इलेक्ट्रिक ठुलै देखेछ त बाहिरबाट त। ए नमस्ते, आराम हुन्छ? ल आयो होइन हाम्रो इलेक्ट्रिक ठुलै देखेछ त यार। पहिले एकचोटि फनक्क घुम्न पऱ्यो नि त, मन्दिर घुमे चाहिँ। त्यसैले हामी चाहिँ यही गाडीको लागि आएको हो हैन। ल यहाँ बसियो है त। अन गर्नु। अन कसरी गर्नु? ब्याट्री कतिको? यो ब्याट्री हाम्रो 42 किलोवाटको भयो। यो हाम्रो लिथियम आयोन ब्याट्री भयो कि हजुरको चाहिँ। अनि यसको चाहिँ हाम्रो टप रेन्ज भनेको चाहिँ 42 किलोवाटमा 390 छ भने अर्को भेरिएन्ट पनि आउँछ 52 किलोवाटको, त्यसमा चाहिँ हजुरको 490 वाला पनि छ कि हजुरको चाहिँ। त्यो के WLT के भन्छ है तिमीहरुको? के हो त्यो हैन, अहिले त्यतातिर नजाउँ, अहिले भासतिर चाहिँ हाम्रो 2 किलोवाटको मोटरको हिसाबमा चाहिँ त्यो पनि भयो। यसमा चाहिँ हाम्रो अहिले चाहिँ यो माइलो भयो के अरे 6वटा एयरब्याग चाहिँ कम्पलसरी भयो के अरे यसमा चाहिँ। अब त सेफ्टी फिचरको लागि पनि है। योभन्दा टप अप्सनमा चाहिँ हाम्रो एडास र 360 क्यामेरा भन्नेहरू चाहिँ आउने भयो। जस्तै अरू पनि हाम्रो इभीमा स्पेयर टायर दिएको छैन नि, यसमा चाहिँ हाम्रो स्पेयर टायर हुने भयो। अनि यसलाई चाहिँ V2L भन्ने हुन्छ। कस्तो भनेपछि हजुरको क्याम्पिङतिर जानुभयो भने अलि यतैबाट तारहरू निकालेर मल्टी फङ्सन जस्तो गरेर चाहिँ म्युजिक सिस्टम बजाउन, सबै बाहिर पकाउने यताउति गर्न सबै गर्नु मिल्ने भयो कि। जस्तै हाम्रो गाडी अन गर्नु, जस्तै हाम्रो अरू गाडीहरूमा ड्राइभिङ मोडहरू सबै यहाँ थियो भने अहिले यहाँ कुनै पनि छैन ड्राइभिङ, सबै हजुरको उता साइडमा गएको छ। त्यो देख्नु भएको छ नि, हो त्यो चाहिँ ड्राइभिङ मोड भयो। रिभर्स, पार्किङ, न्युट्रल सबै त्यहीबाट हुने भयो कि हजुरको चाहिँ। जस्तै अन गर्नु त फेरि हाम्रो गाडी खोइ कता छ त? त्यो स्टार्ट बटन अगाडि उतै थियो तलतिर। हजुर यो भयो। त्यो चाहिँ पनि होला। अनि जस्तै हजुरको चाहिँ यो दुईवटा सिस्टममा रियर भयो कि, जस्तै हजुरले यता चिसो खानु मन छ भने हजुरले यता तातो पनि गराउनु मिल्ने भयो। जस्तै यता मान्छे छैन भने तपाईँले एक साइडको मात्रै गर्नुभयो। पहिला चाहिँ हामी जतासुकै एसी फालेर गर्थ्यौँ भने अहिले चाहिँ आफूलाई जुन चाहिएको छ त्यो मात्रै गर्नु मिल्यो कि। एउटा त्यो भयो। यो पनि दामी रहेछ। यसमा चाहिँ हजुरको ब्याट्रीसँगको हाइट भनेको 200 mm को दिएको छ। अहिलेसम्म कुनै इभीमा पनि छैन होला सायद। यो चाहिँ 200 mm को दिएको छ। 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 200 mm को
भनेको अलिकति उस जस्तो पनि भयो हजुर अहिले अब माथितिर अफरोतिर जानु पनि त्यो ब्याटले चाहिँ छोइएला भन्नु चाहिँ परेन त्यसमा चाहिँ हाम्रो प्यारानोइक सनरुफ भयो यो चाहिँ हजुरको फुल्ली भयो यो चाहिँ बेस्ट अप्सनमा चाहिँ आउने भएन बिचकोदेखि चाहिँ सबैमा आउने भयो हजुरको चाहिँ हाफ चाहिँ पुरै खुल्नु भयो अरू चाहिँ पुरै प्यारानोइक सनरुफै भयो हजुरको चाहिँ हाम्रो क्रेटासँग एक्सचेन्ज गर्न पऱ्यो हजुरको क्रेटासँग त्यसलाई त एक्सचेन्ज गराउन मिलाउनु के होइन हजुरबाट मन मिल्नु पऱ्यो तर यस्तो सुविधा यहाँ बुद्ध चोकमै हो बुद्ध चोकमै हो हजुर अरू झ्याप्ले झुप्लेहरू बोल्दैन त्यो होइन अन हुन्छ हजुरको डिस्प्ले होम बटनमा जानु त्यो म्याप मात्रै खुल्ने हो यहाँबाट चाहिँ यो पनि चाइनिज गाडी हो चाइनिज गाडी मात्रै छ यसको यो किन गरेको होला यो जानिने यस्तो ठाउँमा भनेर होला नि त यसले आफ्नो उस सहित के भन्छ यसलाई सहित यसले गरेछ यसको प्रेजेन्टेसन चाहिँ राम्रो छ होइन सुजुकी कार्टुन गाडी आएर यो हाइब्रिड यसको पनि ए उसमा होइन छैन यो डिपल जस्तो रहेछ त हेर्दा त माथि त लोगो त हाम्रो एलएस अटो भनेको चाहिँ जति पनि अहिले मार्केटमा तपाईँले गाडीहरू देख्नु भएको छ नि सर त्यो गाडीहरूलाई डिजाइन गर्ने कम्पनी हो सर पहिला डिजाइन मात्रै गर्थ्यो सर अहिले चाहिँ यसले आफ्नै प्रडक्ट निकालेको सर आफ्नै माथि आयो सिट यसमा तपाईँले ग्राउन्ड क्लियरेन्स पाउनुहुन्छ 210 mm को सर ब्याट्री 67.1 किलोवाटको मोटर 99 किलोवाट पाउनुहुन्छ सर रेन्ज 545 किलोमिटर यो पनि चाइनिज हो चाइनिज हो सर गाडी त चाइनाले बनाउँछ कि हामी भित्र बस्न त मजा आउने के यो स्पोर्टी एन्ड तपाईँको स्पोर्टी र लग्जरी दुइटै पाउनुहुन्छ सर यसमा यो सबै यो खुल्दैन यो मुनरुफ हो सर यो सनरुफ होइन मुनरुफ हो सर भनेको यो खोल्नु हेर्न मात्र पाइयो खोल्न पाएन खुल्दैन सर ऊ त्यो बन्द गर्यो त्यताबाट ल्यायो बन्द गर्यो यो बन्द भयो यो माथिबाट टाउको निकाल्न पाइएन सर यो पनि यो फ्रेम उस नभएको रहेछ के हो फ्रेम छ र छैन चस्मा जस्तो रहेछ यो लोगो चाहिँ डिपलको जस्तो छ त यार के हो यो पहिला यो मैले अघि भने नि सर यो डिपलहरू यिनीहरूलाई पहिला डिजाइन गरेकै कम्पनीले सर के हो हाम्रो यो गाडीको नाम यो एलएस अटो LEB01 यो मोडल चाहिँ थियो 500+ किलोमिटर हो यसको रेन्ज ठिक छ यो पनि अनि नामी आने क्या यहाँ रहेछ नामी अझै अर्को पनि छ र उता छैन यसको त कलरहरू मिठो छ कि यो चाहिँ सबैभन्दा दामी नै यही हो कि यसको फ्रेमै छैन हामी चाहिँ नामी गाडीमा चढिरहेको छौँ अहिले होइन चौधरीको यो पनि सिजीकै हो र यो चाहिँ हाम्रो MAW को कस्टमाइज गरेर चाहिँ अटो पार्किङ मोडमा चाहिँ लिएर जान सक्छौँ सर अहिलेको यो चाहिँ एरियाको कन्डिसनले गर्दाखेरि देखाएन हजुर ओपन स्पेसमा जाने बित्तिकै हजुरले कस्टमाइज नै गर्न मिल्छ कुन ठाउँमा कसरी पार्क गर्ने भनेर हजुरले कस्टमाइज गरिदिइसके पछाडि तपाईँलाई चाहिँ यो गाडी चाहिँ ठ्याक्क त्यही ठाउँमा स्टियरिङ पनि नचलाइकन र एक्सिलेटर ब्रेकिङहरू पनि युज नगरिकन तपाईँलाई गाडीले नै तपाईँको पार्किङमा चाहिँ राखिदिन्छ है सर टेस्ला जस्तै अनि तपाईँ अलिकति हाइवेमा गुड्दै हुनुहुन्छ हजुरको गाडीको स्पिड 60मा छ अगाडिको गाडीको स्पिड 40मा छ भने हजुरको गाडीले फेरि स्पिड घटाएर अटोमेटिक घटाएर हजुरले घटाएर होइन कि गाडीले आफै घटाएर 30 to 35 को रेन्जमा जादिन्छ सर यदि अगाडिको गाडीले ब्रेक लगाइदियो भने हाम्रो गाडीले पनि ब्रेक लगाएर बस्दिन्छ अटोमेटिक लगाइदिन्छ यो गाडीको चाहिँ तपाईँको आँखा भन्नुहुन्छ भने हो रि त्यो ब्ल्याक भाग देख्नु भएको छ नि सर त्यो मिररको ब्ल्याक भाग त्यो पछाडिको हजुर हो त्यसमा चाहिँ दुईवटा क्यामेरा दिएको छ सर जुन चाहिँ हामी मान्छेहरूले चाहिँ आँखाले हेरेर चाहिँ हात चलाउँछौँ खुट्टा चलाउँछौँ यहाँ कतै जान्छौँ समात्छौँ होइन यो गाडीले चाहिँ त्यो
आँखाको माध्यमबाट चाहिँ तपाईँको ब्रेकिङको कुरा भयो, स्पिडको कुरा भयो, अनि त्यस पछाडि एक्सिलेसनको कुरा भयो, स्टियरिङको कुराहरू भयो, त्यो सबै चाहिँ गाडीले एआईबाट गर्छ सर। अनि तपाईँलाई चार्जिङको लागि चाहिँ यो ठाउँ दिएको छ सर, वायरलेस चार्जिङको लागि। अनि जुन चाहिँ त्यो पोलहरू देख्नु भएको छ त्यो चाहिँ एसी भेन्टले कहिलेकाहीँ मोबाइल चार्जिङ गर्दाखेरि मोबाइल तात्तिने समस्या हुन्छ नि त, त्यसको लागि चिसो पनि बनाउने उस छ सर, त्यसमा सल्युसन छ। यो ठुलै रहेछ भने हजुर, यो चाहिँ ग्लोब बक्स भयो दाइ। यहाँ चिसो हुन्न? यसमा चाहिँ चिसो छैन दाइ, यो चाहिँ नर्मलवाला ग्लोब बक्स भयो दाइ। अनि जुन चाहिँ यो वाला सिट छ यसमा चाहिँ तातो चिसो दुइटै हुन्छ सर, भेन्टिलेटेड सिट हो सर यो चाहिँ। ड्राइभिङ सिट चाहिँ हजुर हजुर, यो चाहिँ होइन, यतापट्टि यो साइडको चाहिँ छ। मलाई चाहिँ यसको यो हो कि सबैभन्दा दामी लाग्ने। हजुर, अलिकति स्पोर्टी लुक्स देख्नुहुन्छ। अनि यसको माथि त सनरुफ मनरुफ नरहेछ कि है? यसको चाहिँ छैन दाइ। हाम्रो ह्याचब्याकमा लगभग सनरुफ मनरुफ खास नेपालमा त नचाहिने हो दाइ, तर एउटा चाहिँ ट्रेन्ड नै भयो दाइ, एउटा चाहिँ अहिले चाहिँ पोखराको मार्केटमा। यो चाहिँ यिनीहरू नि खोल्छ? हजुर दाइ, यो पनि खोल्छ? खोल्छ दाइ, अलि तलपट्टि छ दाइ त्यसको यहाँनिर। हो त्यहाँनिर। ए यो त यस्तो पो रहेछ। हजुर हजुर, यहाँ त के ल्यापटप स्यापटप राख्नु नि मिल्यो? हजुर हजुर जान्छ होइन? त्यता त छैन नि। त्यता छैन। अनि हजुरको चाहिँ यो 360 क्यामेरा पनि दिएको छ। हजुरले क्यामेरा चाहिँ हजुरले आफै चलाइराख्नु पर्दैन, हजुरले साइड लाइट दिएको बेलामा कताको साइड लाइट दिनुहुन्छ त्यो साइड लाइटको ठ्याक्क साइडको चाहिँ दिइहाल्छ सर। साइड लाइट चाहिँ यताबाट छ हजुर। त्यसलाई उसमा हाम्रो गाडी स्टार्ट भएको छैन अहिले। हजुरको ब्रेक लिनुहोस् त सर एकचोटि। बल्ल स्टार्ट भयो सर, यो ब्रेक लिने बित्तिकै आफू स्टार्ट भयो? हजुर, बल्ल गाडी स्टार्ट भयो। अब हजुरको ड्राइभको लागि हजुरले उतापट्टिको ह्यान्डल जुन छ त्यसलाई डाउन गरिदिनुहोस् त, अझै डाउन गर्नुहोस्। हजुर, ऊ त्यहाँनिर डी आयो सर, हजुरको डी ड्राइभ मोडमा आयो सर। ऊ त्यो जिरोको माथिपट्टि डी भनेर आयो सर। अब हजुरले साइड लाइट बाल्नुभयो भने स्टियरिङ पनि घुमाइदिनुहोस् त एकचोटि। यसमा चाहिँ अपडेटेड नरहेछ पक्नु है, यसलाई उताको गाडी खाली रहेछ। ल यतातिर त खानापिनाको बास्ना आइरहेछ त। यो फोन के हो, कामा आइबी रे, यो हाइस रहेछ, हाइस टाइपको खाली छ त यार एउटा त। यो त दुइटै खोल्दो रहेछ त्यो त, दुईतिरकै खोल्दो रहेछ। हो के हो सिजी केवाइसी के हो त? अनि यस्तो बेच्नु लगाएको होइन? अनि आइचार साइचार छोडियो, सबै छोड्यो? छोडेपछि सबै छोड्ने नि, आधी छोड्ने आधी नछोड्ने गर्नै मिल्दैन। महिन्द्रा टियो रोज त 3,75,000 यो त हाम्रो के त गाडी चलायो, स्याङ्जामा चल्छ। अब आयो बाइक आयो बल्ल। हेऱ्यो ट्रम्प भन्ने खुब चलेछ बाइक। ए यहाँ हिरो पनि आएको थियो, यो सुजुकी रहेछ। पल्सर आयो, पल्सर 250 आएको छ। पल्सरको यो नयाँ हो 250। एनएस त छैन, खतरा चलेको थियो। एक दिनमा कतिवटा बुकिङ भएको कि, खतरा बुकिङ भएको कि। के बाइक जस्तो? यो कुन देशको बाइक हो? यो कहाँको बाइक हो? यो ब्रिटिस। त्यही त नि, यो काठमाडौँमा लन्च हुनेवाला त डेन्जर भएको थियो नि। काठमाडौँमा फर्स्ट लन्च हुनेवाला कि गएको त थिएन, समाचार चाहिँ सुनेको थिएँ मैले। कति पैसा? ए सरी 7 लाख हो। यो सेम हो दुइटै? यो सस्तो रहेछ। सबै त थाहा छैन, तर यो बाइक चाहिँ खतरा दामी छ। यो बाइक चाहिँ काठमाडौँमा 200वटा युनिट चाहिँ एकै दिन बुकिङ भएको के बाइक। त्यति चाहिँ उनीहरूको स्टकै थिएन होला क्या, त्यति बुकिङ भएको क्या। आउँलाई त भेट्छ। यो कति वर्ष पुरानो बाइक हो? यो नयाँ हो सर।
होइन भन्नाले यो कम्पनी कम्पनी म्यानुफ्याक्चर भएको यो अलमोस्ट 2 इयर्स जस्तो हुन लाग्यो होला धेरै त भएको छैन नयाँ हो पहिला ट्रायम्फ भनेको चाहिँ हाम्रो एकदमै अब लेगेसी भएको ब्रान्ड हो तपाईँको यो पहिला 1200cc 800cc 600cc बनाउने ब्रान्ड हो यो अब अहिले 400 को सेगमेन्टमा उनीहरू बल्ल इन्टर गरिरहेको छ यो थोरै हो सबभन्दा कम सिसी वाला सबभन्दा कम सिसी ट्रायम्फको भनेको यही नै हो ल आउनु चढ्नु हजुर छ पार्किङ लाइट बोल्यो मलाई चाहिँ यो बाइक मन पऱ्यो भन्ने कुरा आयो विचार गर्दैछ है हन्टर म चढेको बाइक त्यही त हो मैले त्यो कलर चढ्ने भनेको चढ्नै पाइँदैन यो त यथारि इलेक्ट्रिक ल्याङ्क पनि आउँदैछ ल नाडा सो पनि हेऱ्यो थ्याङ्क यू फर भिजिटिङ नाडा सो होइन वडा वडा चाहिँ किन लेख्यो खाजा त यहाँ आउँदो रहेछ यार वडा सो हेरेर निस्क्यौँ हामी चढियो 5-6वटा गाडी मात्रै चढियो एसी शीतल खाइयो सबैभन्दा कुन मन पऱ्यो आउँदा मलाई सबैभन्दा मलाई चाहिँ टोयोटा ल्यान्ड क्रुजर त अब अलवेज बेस्ट हो होइन अब त्योभन्दा मलाई चाहिँ डिपलको पनि दामी लाग्यो दिपालको त्यो कन्भर्टेबलवाला त्यो के अरे हाइलक्स टाइपको पछाडि त्यो खोल्न मिल्नेवाला चाहिँ त्यो पनि मलाई दामी लाग्यो त्यो पनि तर चाइनिज गाडीहरू सबै बेस्ट छ कि भित्र चाहिँ भित्र इन्टेरियर त त्यही त भित्र गएपछि त एकदम दामी के बस्ने कम्फोर्टेबल त्यस्तै भित्रको त्यो फिचर्सहरू पनि त्यस्तै जस दामी छ ल वडा सो हेरेर आएपछि हामी पुरा मर्सिङमा चाहिँ कसरी अड्केको त्यो गाडी त्यो नजानेर हो कि लोड धेरै छ पछाडि के अरे लच्किरहेको थियो त्यही भएर होला यहाँ चाहिँ पुरा विकासको काम भइरहेछ उता अगाडि चाहिँ पिच बाटो पनि छ थोरै हामी पिच बाटो पनि हिँड्छौँ एकछिन अघि त यति धेरै भिड थिएन त है अहिले अब बिस्तारै बढ्दै गयो अन्त दिन ल गाइस यहाँ पिच भइसकेको छ गाडी सरर कुद्ने बेला भइसक्यो अब उतातिर बन्दैछ तर जे होस् एउटा यति पिच गरिदियो भने धेरै धुलो कम भयो नि त धुलो पनि कम भयो जाम पनि कम भयो जाम पनि हन्डाइकै हिँड्छ सोरुम घडीमा 3:30 हुन लागिसक्यो अब चाहिँ हामी ड्रागन रेस्टुरेन्ट चाहिँ जाँदैछौँ अब वडा सो हेरिहाल्यो हामीले चाहिँ घरमा चाहिँ खाजा पनि खाने मान्छे वेटिङ गरेर बसिरहेको छ होइन त्यही भएर अब हामी चाहिँ टिबेटियन रेस्टुरेन्ट है जाँदैछौँ ड्रागनले चाहिँ यसरी प्याकिङ गरेर दिँदो रहेछ सुप पनि हाल्दैछ A few moments later. यो धारिलो हतियार के को लागि दिस इज फर व्हाट लो हतियार कुखुरालाई भालेलाई बिचरा कालो भाले सेन्टिफ्लाइड बिचरा कालो भाले लोकल कालो भाले है कति केजीको रे 2 केजीको अघि वर्षमा जिउँदै थियो
सबै मर्यो बिचरा कुखुरा कताको खुकुरी रहेछ यहाँ अनि आगो हेर त रवि आगो निभ्यो क्या घरभर्ती बाल्नु चाहिँ पर्दैन ल मेरो बुढीले कुखुरा पनि बनाउला जस्तो छ है फ्रेस हाउस खोल्ने फ्रेस हाउस खोल्ने अनि लोकल भाले बेच्ने सम्पर्क गर्नु होला लीला फ्रेस हाउस ल हेर्दा हेर्दा यो भाले पनि नाङ्गै भयो शर्मा पनि नलाउने गरी बसेछ 2 किलो 45 ग्रामको थियो आधा किलो त यसको त भुत्लेको अवस्था छ यार 1 किलो 1200 ग्राम जति मासु बस्ला जस्तो छ यसको त भुत्लो कति हो यहाँ आगोको के अरे कुखुराको रौँ पो निकालेको हुँदैछ नि त कालै भयो क्या हो बसेन हो कहाँ कालो हुन्छ र त्यो माथि राख्दैन त्यहाँ राखेर भयो क्या अब चक मात्रै हो यस्तो टाउको देखेछ आफ्नै Jadi sapra भाँच्नुपर्छ त्यसलाई ल भालेको अन्डा भनेको धेरै हो गाइज र एउटा दुईटा क्यारे हुन्छ कता उता बेते मान्छे बेतेको ठाउँबाट हाम्रो कालो भालेको यति मासु बन्यो 2 किलो जति होला माहा यार यति मासु बनाउन जान्ने भएर 500 रुपियाँ माछो मात्र भने 500 रुपियाँ झ्याम्मा लाउँथ्यो